नमस्कार। अहिले यस भिडियोमा केही भनाइहरू लिएर उपस्थित भएको छु। यी भनाइहरू साह्रै नै राम्रो लागेर यहाँ भन्न लागिरहेको छु। यी कुराहरू हजुरलाई मन पर्यो भनेदेखि च्यानललाई सब्स्क्राइब गर्नुहुन हार्दिक अनुरोध गर्दछु। यस च्यानलमा यस्तै कुराहरू लिएर आउनेछु। यी महान दार्शनिक सुकरातका 16 जीवन उपयोगी भनाइहरू लिएर उपस्थित भएको छु। महान दार्शनिक सुकरातका 16 भनाइहरू यस प्रकार रहेका छन्। 1 नम्बरमा रहेको छ, प्राय तपाईको गहन इच्छाले नै विकराल घृणाको जन्म हुन्छ। 2 नम्बरमा छ, झुटो शब्द आफैमा मात्र खराब हुँदैन, त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ। 3 नम्बरमा छ, आफ्नो अमूल्य समयलाई अरूले लेखेको र भोगेको कुराबाट आफैलाई सुधार्न लगाऊ, किनभने तिमीले त्यो कुरा सहजै थाहा पाउँदैछौ, जुन कुरा उनीहरूले कठिन मेहनत र भोगाइबाट पत्ता लगाएका थिए। 4 नम्बरमा छ, हाम्रो प्रार्थना वरदानको लागि होइन, आशीर्वादको लागि हुनु पर्दछ, किनभने भगवानलाई हाम्रो लागि सही के हो भन्ने कुरा सबै थाहा छ। 5 नम्बरमा छ, जहाँ सम्मान हुन्छ त्यहाँ डर पनि हुन्छ, तर हरेक डरमा सम्मान हुँदैन, किनभने डर सम्मान भन्दा धेरै व्यापक छ। 6 नम्बरमा छ, सौन्दर्य आपतकालीन अत्याचार हो। 7 नम्बरमा छ, जस्तो सुकै अवस्थामा विवाह गर्नु पर्दछ। यदि असल श्रीमती प्राप्त भयो भने तपाईको जिन्दगीमा खुसियाली छाउनेछ र खराब श्रीमती परे तपाई दार्शनिक बन्नुहुनेछ। 8 नम्बरमा छ, मृत्यु सम्भवतः मानवीय वरदानमा सबैभन्दा महान छ। 9 नम्बरमा छ, बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाइको साथ बाँच्नुले अर्थ राख्दछ। 10 नम्बरमा छ, म जीवित व्यक्तिहरूमा सबैभन्दा बुद्धिमान हुँ, किनभने मलाई यो थाहा छ कि मलाई केही पनि आउँदैन। 11 नम्बरमा छ, मूल्यहीन 11 नम्बरमा मूल्यहीन व्यक्तिहरू केवल खान र पिउनको लागि बाँच्छन् भने मूल्यवान व्यक्तिहरू बाँच्नको लागि खाने पिउने गर्दछन्। 12 नम्बरमा छ, त्यो व्यक्ति सबैभन्दा धनवान छ जो सानो कुरामा पनि सन्तुष्ट हुन सक्दछ, किनभने सन्तुष्टि नै प्रकृतिको सम्पत्ति हो। 13 नम्बरमा छ, मलाई एउटा कुरा मात्र थाहा छ र त्यो के हो भने मलाई केही पनि थाहा छैन। 14 नम्बरमा छ, विवाह वा ब्रह्मचार्य मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ। 15 नम्बरमा छ, मित्रता बरु ढिला गर्नुहोस्, तर गरेपछि कहिल्यै नटुट्ने गरी गर्नुहोस्। 16 नम्बरमा छ, जिन्दगीलाई होइन एउटा राम्रो जिन्दगीलाई महत्त्व दिऊ। यी 16 वटा महान दार्शनिक सुकरातका 16 भनाइहरू मैले यस भिडियोमा प्रस्तुत गरेँ। भिडियोमा स्वर नराम्रो भएको होला, राम्रै मानेर हेरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
र हजुरहरूलाई यो भिडियो मन पर्यो भनेदेखि सब्सक्राइब गर्नुहुन हार्दिक अनुरोध गर्दछु। लाइक, कमेन्ट, सब्सक्राइब गर्नुभयो भने मलाई हौसला बढ्छ र फेरि पनि अरू भिडियो बनाउँछु। र यस भिडियोमा यति नै। फेरि अर्को भिडियोमा भेटौँला। अहिलेलाई यस भिडियोबाट बिदा माग्दछु। हस्त नमस्ते।